हेलो गाइजहरु, नयाँ भिडियोमा फेरि वेलकम छ है। जापानमा हिउँ भइसक्यो थोरै के छ त सबैजनाको हल्लीचल्ली सुनाऊ है, के छ हालखबर? कस्तो लागिरहेछ त बाटो? चिप्रेर लडिन्छ भने तर है गाइजहरु, आउनुहोस् तपाईहरु नि घुम्नुहोस् है। गाडी आउँदैछ, गाडी आउँदै हामी सट्ट जाने हो। अब हिउँमा चिप्रेर लडिँदैछ, पुरा पुग्न पनि गाह्रो हो। के साह्रो हो यो चिप्लो। साथीहरु हेर्नुहोस्, सर घुम्न जाउँ है जापान होकाइदो घुम्न आउनुहोस् है। जापानमा कता हुनुहुन्छ? अब यो होकाइदोमा त नेपालीहरु खासै धेरै हुनुहुन्न, देखिँदैन खै कतै। हामी दुई भाइ मात्र छौँ जस्तो लाग्छ। नेपालीहरुको खासै चहलपहल देखिएन साथी हो। यो होकाइदोमा चाहिँ अब मैले सुने अनुसार चाहिँ स्टुडेन्टमा आउने, 2 वर्ष बस्ने, अनि फेरि टोकियोतिर जानुहुन्छ अरे। अब हामी चाहिँ टोकियो छोडेर होकाइदो ताकेर आएको हो। होकाइदोले केही फरक नपार्ला, चिसो चाहिँ चिसो छ, सजिलो छ, रमाइलो छ। यसरी हिउँमा खेल्न पाइन्छ। गाउँमा हुँदा तुसारो अलिअलि देखेको, अहिले हिउँमा रमाउँदै हिँड्दैछौँ है म त साथीहरु। कस्तो लागिरहेछ त? यो त थोरै हिउँ परेको अवस्था। आउनुहोस् जापान घुमाउँ। खासै मान्छेहरू पनि छैन, गाडीहरू पनि खासै छैन। यो हिउँ पर्न लागेको छ, आज बिदाको दिन, नयाँ वर्ष लाग्न लाग्यो, त्यही भएर चहलपहल हरायो। यसरी जापानमा जोडी हिँड्छन् साथीहरु, देख्नुहुन्छ। आफू चाहिँ सिङ्गलमै हिँडिरहेको छु है। अहिलेसम्म सिङ्गलै भयो, सिङ्गलै मरिने भयो भने जस्तो भइगयो नि। एउटा भएको जोडीलाई पनि नेपालमै छोडेर आइयो। जापानमा यो जाडोमा सिङ्गल हुनु त साह्रै गाह्रो हुँदो रहेछ हो साथीहरु, साह्रै गाह्रो। अब यहाँ यो खाली छ नि साथी हो, तर यहाँ हिँड्न पाइँदैन। के गर्नु, यो अगाडि रातो बलिन्जेलसम्म चाहिँ हिँड्नै पाइँदैन। ल खुलिगयो, खोल्नुमा त एकदम छिटो छ नि त। ल जापानको गाउँ है साथीहरु, यो चाहिँ फेरि सहर होइन है, हामी चाहिँ गाउँमा बस्छौँ। गाउँको छुट्टै रमाइलो माहौल छ। तपाईँ पनि आउनुहोस्, होकाइदो गाउँमा बसोबास गरौँ, रमाइलो गरौँ। कोही कतै नेपालीहरू हुन्छ भने भेटघाट गरौँ है। यो अगाडिको चाहिँ बसमा चढ्ने ठाउँ हो। यो अगाडि यसो ठडाइरहेछ नि, यसमा चाहिँ गएर तपाईँ बसमा यहाँ उभियो भने चाहिँ बसले आएर लान्छ। एउटा मार्केट यहाँ छ हाम्रो। यसरी छुट्टा अलिअलि जापानिजहरू हिँडिरहेछ। चिप्रेर लडिन्छ भने तरै साथीहरु, यस्तो छ है अवस्था। पुरै आइसमा छौँ। मार्केट घुमिरहेको, मार्केट जानु पनि यो हिउँमा त एकदम गाह्रो रहेछ साथीहरु। तल गाडीहरू अगाडि हिउँ झार्दैछन्, यताको मार्केट यस्तो छ है। जापान यस्तो छ है साथीहरु, होकाइदो कस्तो नभन्नु होला, एकदम रमाइलो हुन्छ। 3 महिना झन् रमाइलो हुँदो रहेछ यो हिउँ परेको बेला चाहिँ। किन म चाहिँ अब फर्स्ट टाइम हिउँमा परेर होला, रमाइलो भइरहेको अवस्था छ।